असोज 21 गते चाहिँ लक्ष्मी माध्यमिक विद्यालय लेटाङ 2 को कक्षा 5 मा पढ्ने अंशु गौतम भन्ने बच्चा चाहिँ 4:30-5 बजेतिर हराइन् भन्ने जुन एक खालको 7-8 बजेतिर हल्ला आयो। त्यो पछाडिदेखि नै हामी यो बच्चाको खोजतलासको क्रममा थियौँ। धेरै ठाउँमा हामीले खोजतलास गऱ्यौँ, कहीँ फेला पार्न सकेको थिएन। हिजो चाहिँ घाँस काट्न जाने जङ्गलमा यो 4 कोसे झाडी जुन लेटाङ नगरपालिका र बेलबारी नगरपालिकाको सिमानामा एउटा चाहिँ बेलबारी चिसाङ साझेदारी वन भन्ने पर्छ। त्यो वनको बााउन्ड्रीभित्र चाहिँ घाँस काट्न जाने चाहिँ गोठालोहरूले चाहिँ घाँस काट्न जाँदाखेरि अर्ध आधी भाग चाहिँ त्यहाँ देखिएको छ, एउटा मान्छेको जस्तो कम्मरभन्दा मुनिको भाग देखिएको छ भन्ने कुरा चाहिँ घाँस दाउरा गर्ने मान्छेले खबर ल्याएपछि तत्कालै हामी प्रहरी र हामी चाहिँ नि यहाँबाट त्यहाँ घटनास्थलमा चाहिँ गएर हेर्दा घटनास्थलमा अलिकति जस्तो चप्पल एकातिर, कम्मरभन्दा मुनिको भाग एकातिर, टाउको केस एकातिर भएर अलिकति सडी गलेको अवस्थामा चाहिँ सब फेला परेको थियो। र त्यहाँबाट त्यो सबलाई चाहिँ हिजै त्यहाँको प्रहरीले प्रारम्भिक चरणको आवश्यक अनुसन्धान पुरा गरी घटनास्थल प्रकृति मुचुल्काहरू तयार गरेर सबहरूलाई चाहिँ आज पोस्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। तर यद्यपि त्यो बच्चा चाहिँ त्यही बच्चा हो या होइन भन्ने कुराको चाहिँ जुन अनुमानहरू शनाखतपूर्ण रूपमा हुन नसकेको कारणले गर्दा डिएनए परीक्षण गराउने भनेर प्रहरीले चाहिँ डिएनए परीक्षणको लागि गराएपछि मात्रै यकिन गर्न सकिन्छ भन्ने चाहिँ प्रहरीले भनेको छ। अब अनुसन्धानमा प्रहरीले कसरी काम गरिरहेको छ, तपाईँको सहयोग कसरी भएको छ? एकदम हामी 21 गते बेलुका रातिदेखि नै प्रहरी र हामी यहाँका जनप्रतिनिधि, नागरिक समाज, यहाँका सङ्घ संस्था, विद्यालय सबैको एकदमै उल्लेख्य सहभागिता, सक्रिय सहभागितामा चाहिँ अनुसन्धान कार्य अगाडि बढाएका छौँ। खोजतलासमा चाहिँ प्रहरीको सक्रियता छ। हामी प्राय गरेर प्रहरीसँग धेरै ठाउँमा त म आफै गइरहेको छु खोजतलास गर्ने क्रममा। शङ्कास्पद ठाउँहरूमा हामीले काहीँ सूचना आएका ठाउँहरूमा गएका छौँ। प्रहरीले पनि व्यापक रूपमा आफ्नो चाहिँ संयन्त्रहरू परिचालन गरेका छ। मोरङ जिल्लाका जिल्ला प्रहरी प्रमुख आफैले पनि यो कुरामा चाहिँ बढी चाहिँ लागिराख्नु भएको छ। उहाँले आफ्नो संयन्त्रहरू परिचालन गर्नुभएको छ। इलाका प्रहरी कार्यालय लेटाङ, प्रहरी चौकी बुधबारे सबैले आफ्नो ठाउँबाट गरेका छन् भने यहाँ यो जङ्गलमा हामीले प्रारम्भिक चरणमा यति तल बस्तीभन्दा 4 किलोमिटर तल रहेछ। हामीले 500-700 मिटरको रेन्जमा चाहिँ बस्तीबाट 700 मिटरको दूरीमा रेन्जमा चाहिँ व्यापक रूपमा सर्च गरेका थियौँ। नेपाली सेनाको पनि सहयोग लिएका थियौँ। नेपाली सेनाले पनि खोज कार्यमा सहयोग गरेका थिए। यहाँका सबै सङ्घ संस्थाहरूले खोजेका छौँ र यहाँ सबैको साथ सहयोग रहेछ। नेपाल प्रहरीले पनि आफ्ना संयन्त्र सबै परिचालन सुरुबाटै गरेको छ। तर पनि अब हामीले यद्यपि त्यो अब जीवित भेट्न सकेका छैनौँ र त्यो बच्चा पनि अब त्यही हो कि होइन भन्ने कुरा चाहिँ डिएनए परीक्षणबाट केही दिनमा डिएनए परीक्षण गराएर आइसके पछाडि मात्रै यकिन हुने अवस्था छ भनेर प्रहरीले चाहिँ भनेको अवस्था छ। सर, यो अपराधिक क्रियाकलाप बढेको जस्तो पनि देखिन्छ होइन? मोरङमा निकै नानीहरू यसरी लापत्ता भएको जस्तो देखिन्छ। यो घटनालाई कसरी लिनु भएको छ? यो अहिले यो बेलामा यो आपराधिक क्रियाकलापमा संलग्न मान्छेहरूको सङ्ख्या धेरै समाजमा बढेको जस्तो देखेको छु मैले पनि। हुन त यो विभिन्न आन्दोलनका नाममा जेल ब्रेक गरेरै जेलमा कैद भुक्तान गरिरहेका अभियुक्तहरू पनि थुप्रै बाहिर चाहिँ आज छुटेर आइरहेका छन्। त यो हिसाबले पनि हुनसक्छ भन्ने कसैको कुरा छ। तर म यो घटना अहिले बच्चा अपहरणको घटना यो बेला पुलिसलाई अलिक कमजोर बनाइएको छ। पुलिसका वर्दीहरू, बन्दुकहरू खोसिएर, पुलिस चौकी डराएर पुलिसलाई कमजोर बनाएका बेलामा यस्ता अपराधिक घटनाहरू अलिक बढी घटेको जस्तो म देख्छु। त्यो हिसाबले लेटाङ नगरपालिका वडा नम्बर 2 मा मेरो छिमेकमा पनि एउटा घटना घटेको छ। यो घटना अत्यन्तै निन्दनीय छ। प्रहरीले अलिक यसलाई चाहिँ अनुसन्धानमा ध्यान दिनुपर्छ। यो बच्चीहरूलाई खास गरिकन मानव बेचबिखन गर्ने मानव तस्करको गिरोह पनि हुनसक्छ वा बलात्कारी अपराधी समूह पनि हुनसक्छ। यो दुईटा कुरालाई पुलिसले अलिक गहिरो गरी अनुसन्धान गर्नुपर्छ भन्ने म ठान्दछु। र यी निन्दनीय घटनाहरू समाजमा, आपराधिक क्रियाकलापहरू समाजमा धेरै बढिरहेका छन्। यसको रोकथाममा स्वयं जनताहरूले पनि वार्डबाट, टोलबाट अब सङ्गठित हुनुपर्ने कुरा चाहिँ म देख्छु। आपराधिक घटना मुलुकमा धेरै बढेर आइरहेको छ। अब नानीलाई न्याय दिने कुरामा, नानीले न्याय पाउने कुरामा, परिवारलाई न्याय पाउने कुरामा तपाईँहरूको कदम कस्तो रहन्छ? होइन, हामीले त प्रहरी प्रशासन, शङ्का लागेका संदिग्ध मान्छेहरूलाई अनुसन्धानको कुरा, त्यस पछाडि चाहिँ वास्तविक अपराधी पत्ता लाएर दण्ड गर्नुपर्छ भन्ने कुरामा र यो अपराधीले कडाभन्दा कडा कानुनले दिने हदैसम्मको दण्ड पाउनुपर्छ भन्ने कुरामा म चाहिँ एकदम चाहिँ कडा माग गर्न पनि चाहन्छु। र हामीले समुदायबाट खेल्ने पहल प्रयत्न पनि त्यो ढङ्गको हुनुपर्छ भनेर म अपिल पनि गर्न चाहन्छु। सर, यो अब यसको अनुसन्धान कसरी हुनुपर्छ? तपाईँहरूको यो प्रयास के रहन्छ? हाम्रो प्रयास त अहिलेसम्म पनि
आम यहाँका गाउँले दाजुभाइहरूसँग र स्थानीय प्रशासनसँग मिलेर खोज तलास बालिकाको लागि धेरै प्रयास पनि भइसकेका छन् र हुँदाहुँदै यस्तो जघन्य एउटा चाहिँ अपराधै साबित हुन्छ भन्ने हामीलाई लाग्छ। यो त्यो ढङ्गले बालिकाको मृत्यु भएको छ। यो जसले यो काम गरेको छ, जो यससँग अपराधी संलग्न छ, त्यसलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ। त्यसको निम्ति हामीले जुनसुकै प्रकारको पनि साथ सहयोग दिन तयार छौँ। परिवारलाई न्याय दिनको निम्ति सबै हाम्रा संयन्त्रहरू, प्रशासनिक संयन्त्रहरू ले यसमा एकदम सक्रियतापूर्वक भाग लिनुपर्छ र त्यसको छानबिन गरी जो हत्यारा छ, अपराधी छ, अपराधीलाई कडाभन्दा कडा कारबाहीका साथ त्यसलाई चाहिँ जनताको नजरमा देखिनुपर्छ। यो प्रकारको बालिकाहरू हराउने अहिले धेरै जतासुकै हल्लाखल्ला भइरहेको छ। यो एउटा एकदमै समाजमा साह्रै ठुलो विकृति हो र समाजमा अत्यन्त नराम्रो एउटा परिस्थिति सिर्जना भएको छ। यसको निम्ति सबै सामाजिक सङ्घ संस्थादेखि लिएर प्रशासन अनि स्थानीय समाजसेवी जनताहरू समेतले पनि यो विषयलाई चाहिँ विशेष ध्यान दिनुपर्ने र यो अपराधबाट समाजलाई मुक्त पार्नको निम्ति ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ। लिँदैनौँ क्या, कुनै हालतमा हामी लिँदैनौँ। यो हत्यारालाई हामीले के हत्यारा पत्तो पनि लाग्नु पर्यो। त्यस पछाडि हत्यारालाई पनि हामीले केही कारबाही चाहिँ गर्नै पर्छ। त्यतिकै चाहिँ हामी लिँदैनौँ, कुनै हालतमा लिँदैनौँ। जस्तो हाम्रो नानीलाई गर्छ त्यस्तै त हामीले गर्नु नै पर्छ। त्यति सजिलै त हामी छोड्दिनौँ। किन पुलिसले त डिसमिस हुन्छ। पुलिसले केही गर्न नसके पनि हामी पब्लिक भए पनि उठेको गर्छौँ, उल्टिन्छौँ। त्यतिकै त हामी छोड्दैनौँ। किनभने हाम्रो बालखा नानी हो नि त। बालखा नानी काखकी नानी त्यसो गरेको छ, मनले मानेको छैन नि त। घरमा केही अब औषधि खुवाची नानीलाई चाहिँ एकदमै लट्याएको चाहिँ अनि अपहरण गरेर लगेकै हो क्या। त्यस्तो खालको त सुरुवाती दिनमा देखिन्थ्यो। सुरुवात दिनमा होइन, त पहिलो दिनको लक्षण हेर्दा चाहिँ यसो त्यस्तो देखियो। पहिलो दिनको भनेको एकदम घडी हेर्ने, त्यो हराउने दिन पनि घडी हेर्ने, अनि मसँग झर्किने, बिन्ने भन्ने, त ढुङ्गी भन्ने। अब मैसँग मेरै काखमा बसेकी नानी अहिलेसम्म काखै नछोडे कि कतै हिँड्दा पनि सँगै ल्याइ जाने मान्छे। अनि त्यो दिन भनेको त अब मबाट टाढै कि एकदमै टाढा। कसैले एक गइसकेको थियो टाढा भयो, नभए त त्यसरी त टाढा हुँदैन नि नानी। टाढा मदेखि टाढा, म छेउमा गएर झुम्बिन खोज्यो भने नि नआइज मेरोमा भनिदिने ऊ। टाढी के शङ्का लागेको छ हजुरलाई? के भयो होला जस्तो लाग्छ? शङ्का त हामीलाई त अब त्यही हो, कसैले अब केही खुवाएकै नै लट्याएकै नै एक आएको चाहिँ अब उसलाई बोल्न नसक्ने अवस्था बनाए। अब हामीसँगबाट टाढा बनाए। अब उसलाई जस नराम्रै नियतले लगेका हुन्। राम्रो नियतले लगेका थियो भने त यस्तो हुँदैन थियो। नराम्रो नियतले अब त 2 नम्बर धन्दाकै मान्छेले लगेको होला सायद। नलाउने, दिदीकै लुगा पनि नलाउने, ऊ कसैको गाडीमा यताउति लु जाउँ भनेर जबरजस्ती गरेर फकायो भने पनि मान्ने खालको होइन क्या त। उसको आदतै पहिलादेखि एकदम अर्कै खालको क्या, खुलेर नबोल्ने कोहीसँग, त्यस्तै खालको नानी हो। र घुम्यौँ। अनि उता कलेज थियो, कलेज मलाई बाटामा बस्नु भन्नु नानीले, अनि कलेज माथिबाट घुम्यौँ मऱ्यौँ सबै। त्यति घुमेपछि पनि कहीँ वरिपरि कोठा कहीँ नै छैन। नभएपछि अनि थपकन जङ्गलले त्यहीँ मेरो छेउमा आयो। अनि लगभग 6 बजेको थियो। अनि पुलिसलाई फोन गरेको उसले टाइमको। पुलिसलाई फोन गरेपछि अन्तदेखि यस्तो भयो, मेरो बहिनी यस्तो भयो, के गर्न सक्नुहुन्छ तपाईँहरूले, के हो भनेर भनेको। हामी अहिले बिगामा छौँ, एलाउन्स गरिदिन्छौँ हामीले गर्न सक्ने सहयोग त भाइ अहिले केही पनि छैन। तिमी भोलि बिहान होलियाको लागि फोटो उसको मिति लिएर आऊ भनेर भन्नुभयो क्या। कमजोरी चाहिँ त्यहाँ भइदियो। अब एलाउन्स त गर्न त। त्यस पछाडि पनि अनि लगत्तै यहाँ घरमा आइमऱ्यौँ। अब कहीँ पत्ता नलागेपछि अनि घरमा आएर पनि नानीले तँ फोन गर्यो। अनि होइन नानी अहिले त हुँदैन, हामी त निस्किसकेको छौँ बाहिर, अहिले त हुँदैन, भोलि बिहान आऊ। अब यताउति खोज्दै गर्नुपर्छ, कतै साथीकोमा गएको हो भने आउँछिन् होला नि भोलि बिहान भन्ने कुरो भयो क्या उहाँबाट चाहिँ। त्यही दिन चाहिँ वरिपरि फोन गरेर चाहिँ उहाँहरूले पनि बेलुकातिर कता फोन गरेर चाहिँ छापा मार्नु भएको भए त्यो दिन चाहिँ मान्छे एकदमै भेटिन्थ्यो क्या, 100% भेटिन्थ्यो।
धेरै कमजोरी पुलिसबाटै एकदमै भएको छ। गाउँ त खनिनु नै भएको छ नि त्यो दिन त 2 बजे रातिसम्म त खोज्न लागि पर्नु भएको छ। अनि 8-10 जना भाइहरू नानीले लिएर गएको छ माथि कन्सर्टमा, यता धोबी तोइके 6-7 जना जानुभएको छ। नखोज्नु भएको त होइन, 2-3 बजेसम्म त खोज्नु भयो। तर जुन हामीले आश गरेको पुलिसबाट चाहिँ कमजोरी भइदियो क्या हामीलाई। होइन हामी अब बजार जाँदाखेरि भनेको उसलाई खाने चिज भनेको यिनीहरूले खोज्नु गयो भन्थे, कति पैसा भयो के भयो